हाई गाइस, गुड इभिनिङ। म चाहिँ अहिले भर्खर सिन्तामबाट आएको हो। गरम यति बेसी गरम, सिन्तामा यति बेसी गरम, झन् मरे गरम भएर चाहिँ त्यहाँदेखि चाहिँ मैले चाहिँ के सोचेँ भन्दाखेरि चाहिँ अनि बित्तिकै किन भिडियो गरेको भन्दाखेरि चाहिँ मैले सामानाबाट चाहिँ सामान अनलाइन सामान मगाएको थिएँ होइन। त्यो चाहिँ तपाईँहरूलाई पनि देखाउँ, अनबक्सिङ गरौँ भनेर चाहिँ। तर मैले चाहिँ यो चाहिँ अघि नै सिन्तामै खोलेर पनि हेरिसकेँ। मतलब त्यस्तो डरलाग्दो मजाले चाहिँ हेरेको छुइनँ, तर अलिअलि चाहिँ हेरिसकेँ। किनभने अब तपाईँहरू सबैजना एउटै हो है। किनभने चाहिँ अब केही कुरा मगायो भने चाहिँ हामी चाहिँ हेर्नुको लागि चाहिँ कति एक्साइटेड हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ म पनि खोलेर चाहिँ हेरिसकेँ सिन्तामा। तर अब के भन्छ के आएको छ भनेर चाहिँ मलाई पनि याद थिएन कति बेसी के थियो भनेर। तर मैले यो चाहिँ हेरिसकेँ। हेरौँ ल तपाईँहरूसँगै के रहेछ भनेर। ए यो हेरेछ, इट कस्ट 190 रुपिस मात्रै हो, 190 मात्रै हो। यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि यो चाहिँ हो यो नेल हो। यो चाहिँ नेल कोही कोही बेला लगाउनुहुन्छ भनेर चाहिँ मैले मगाएको। दामी रहेछ, 190 रुपिस, 190 रुपियाँमा चाहिँ अब यतिको चाहिँ पाएको राम्रो रहेछ हो। एन्ड एउटा यो छ ने हो। अन्त नेक्स्टमा छ यो चाहिँ के हो फेरि 290 रुपिसको रहेछ। लेट्स सी। ए यस, यो चाहिँ वान अफ माई फेभरेट हो। यो चाहिँ मेरो फेभरेट हो कि। दिस इज क्युट। यो चाहिँ मेरो फेभरेटै हो। मलाई पुरा मन पऱ्यो मगाएको यो चाहिँ मलाई पुरा मन पऱ्यो मगाएको। क्युट रहेछ यो चाहिँ हो। यो चाहिँ के को हो भन्दाखेरि चाहिँ नि यसको भित्र चाहिँ अझै एउटा छ ल छ, त्यो चाहिँ हो यो के होला यो देखाउँछु ल म तपाईँहरूलाई के हो भनेर। दिस वान इज दिस, एनी गेसेस? यसो छ यो चाहिँ हो। क्युट छ यो चाहिँ नि। यसलाई यसरी युज गर्नुपर्छ। युज चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ यसलाई चाहिँ वाह, यो चाहिँ कोम्बो हो। यो चाहिँ कोम्बो। यसो ट्राभल गर्दाखेरि चाहिँ हामीलाई सजिलो हुन्छ यसो गरी होइन। यो चाहिँ कोम्बो। अन्त यस्तो पछाडि चाहिँ मिरर पनि छ। मिरर पनि चाहिँ नाइस। यो चाहिँ नि यसलाई चाहिँ नि हामीले नि यसरी फेरि युज गर्यो अन्त यसो यसो गर्यो होइन। त्यसलाई यस्तो गरेर चाहिँ क्यारी गर्नु इट्स इजी। अन्त यसकोमा चाहिँ यो थियो। यो चाहिँ यो खास चाहिँ स्पेसली मलाई चाहिँ यो देखेर मलाई मन पराएको। यो चाहिँ यहाँनिर यस्तो चिप्कायो होइन, यहाँनिर टाल्यो भने चाहिँ नि यति साह्रो क्युट देख्छ। क्युट क्युट क्युट। यो चाहिँ दामी पुरा मन पऱ्यो मलाई यो हो। एन्ड अर्को चाहिँ अर्को यो पनि सेम हो कि, यो पनि त्यही हो, सेम यो कोम्बो हो। तर यो चाहिँ मैले मेरो सिस्टरको लागि मगाइदिएको यो चाहिँ हो। दुईजना उसले म ट्राभलहरू गर्दा उसलाई पनि सजिलो हुन्छ भनेर चाहिँ मगाइदिएको। एन्ड नेक्स्ट चाहिँ मैले सानो सानो कुराहरू मगाएको छ। फर्स्ट टाइम मगाएको मैले, तर अब त्यस्तो कस्तो आउँछ मलाई त्यस्तै आइडिया पनि थिएन कि। सो त्यसले गर्दाखेरि चाहिँ एन्ड यो इयररिङ्स मगाएको छु। एउटा चाहिँ इयररिङ्स हो, राम्रो रहेछ इयररिङ्स पनि। एन्ड नेक्स्ट चाहिँ के हो भन्दाखेरि चाहिँ नि यो चाहिँ हो मस्कारा। ए सरी, मस्कारा नि चाहिँ पढेर पल्टाउने हो। यो चाहिँ पढेर पल्टाउने हो। यो पनि राम्रो रहेछ, अनलाइन हेरेर मगाएको थिएँ। एन्ड नेक्स्ट चाहिँ मेरो के छ भन्दाखेरि चाहिँ यहाँ छ यो चाहिँ हो। यो चाहिँ मलाई मन परेको लुगा समानमा लाउने हो। पुरा मन पऱ्यो कस्तो आउँदो रहेछ भनेर चाहिँ ट्राईको लागि मगाएको थिएँ। तर क्वालिटी चाहिँ सफ्ट, यति साह्रो सफ्ट, यति साह्रो दामी। यो चाहिँ मलाई कति मन पऱ्यो। यस्तो छ कि तर समूहमा लाउने खालको लुगा चाहिँ वाउ, यो चाहिँ दामी छ, यो नाइस यो छ हो। एन्ड नेक्स्ट चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ हो हिल्स हो। त्यस्तो रहेछ नि यो त मगाएँ। एन्ड यो सबै खोलिसकेको मैले अघि नै। एउटा अर्को यो छ एन्ड यो। सो यति नै थियो आजको चाहिँ एडाप्टरहरू। अरू त केही छैन, यति नै हो। सो आजको चाहिँ यति नै थियो। सो बाई सी यु इन नेक्स्ट भिडियो। तपाईँहरूलाई पनि यस्तो के चाहियो भने चाहिँ लिङ्क माग्नु सक्नुहुन्छ।